1 रुपियाँमा हेलिकप्टर आउँदै गर्दाखेरिको अवस्था चाहिँ के होला भन्ने कुरा चाहिँ हो। अबको 10 वर्ष पछाडि मुद्राको मूल्य शून्य प्राय हुन्छ, यानि कि मुद्राको कुनै पनि अर्थ रहँदैन। सबैलाई अभिवादन छ। अबको 10 वर्ष पछाडि मुद्राको मूल्य शून्य प्राय हुन्छ, यानि कि मुद्राको कुनै पनि अर्थ रहँदैन। यो भनाइ अहिलेको सबैभन्दा धनी व्यक्ति एलन मस्कको हो। हालै प्रकाशित एउटा अन्तर्वार्ता जुन चाहिँ द इकोनोमिक्स नामक पत्रिकामा दिएको अन्तर्वार्तामा उहाँले यो अवधारणा प्रस्तुत गर्नुभएको थियो। उहाँ भन्नुहुन्छ कि 2036 सम्ममा मुद्राको मूल्य चाहिँ शून्य प्राय हुन्छ भनेर चाहिँ उहाँ भन्नुहुन्छ। किन भन्दाखेरि एआई र रोबोटिक्सको बढ्दो प्रयोगको कारणले गर्दा चाहिँ यो हुनेवाला छ भनेर चाहिँ उहाँले आफ्नो अवधारणा अघि सार्नु भएको छ। ल, यो अवधारणालाई हामी सविस्तार वर्णन गरौँ है त। अहिलेको विश्व अर्थव्यवस्था भनेको कुनै पनि वस्तु उत्पादन गर्दै गर्दाखेरि फ्याक्टर अफ प्रोडक्सन चाहिन्छ, उत्पादनको साधन चाहिन्छ र ती साधन चाहिँ दुर्लभ छन् भनेको स्कार्सिटी अफ रिसोर्सेस छ। साधनहरू के हुन् भन्दाखेरि पुँजी चाहियो हैन, श्रम चाहियो, अनि त्यस पछाडि तपाईको जग्गा चाहियो हैन, भूमि चाहियो, जग्गा चाहियो, यो छ नि ल्यान्ड लेबर क्यापिटल चाहियो। यिनीहरूलाई चाहिँ प्रोडक्सनमा इन्भल्भ गराए बापत कस्ट लाग्छ भनेको कस्टली छ यिनीहरू चाहिँ। त्यही भएको कारणले गर्दा कुनै पनि वस्तु उत्पादन गर्दै गर्दाखेरि लागत लाग्ने भएको कारणले गर्दा त्यही वस्तु उपभोग गर्दै गर्दाखेरि हामीले मूल्य तिर्नुपर्छ। तर एलन मस्क के भन्नुहुन्छ भने 2036 सम्ममा चाहिँ रोबोटिक्सले यो फ्याक्टर अफ प्रोडक्सनको अधिकांश फ्याक्टरहरूलाई चाहिँ रिप्लेस गरिदिन्छ। जस्तै भूमिलाई नगर्ला हैन, भूमिको सप्लाईको चाहिँ लिमिटेड छ नि त, यो त मानिन्छ नि त, त्यतिखेरसम्म पनि लिमिटेडै होला। तर अरू फ्याक्टरहरू पुँजी हैन, ह्युमन रिसोर्सेसहरूलाई चाहिँ सहजै एआई र रोबोटिक्सले रिप्लेस गर्ने भएको कारणले गर्दा चाहिँ त्यो मूल्य, त्यो बापतको मूल्य चाहिँ उत्पादन गर्दै गर्दा चुकाउनु पर्दैन उत्पादकले, र उत्पादन लागत एकदमै कम्ती झिनो मात्रामा शून्य प्राय लाग्ने अवस्था हुनसक्छ त्यतिखेर। र उत्पादन लागत एकदमै शून्य भएपछि प्रचुर मात्रामा एकदमै धेरै उत्पादन हुन्छ र त्यो उत्पादनको मूल्य पनि शून्य प्राय हुन्छ। यसो सोचौँ त त्यतिखेरको अवस्था 2036 मा चाहिँ 1 रुपियाँमा हेलिकप्टर आउँदै गर्दाखेरिको अवस्था चाहिँ के होला भन्ने कुरा चाहिँ हो। त्यो अवस्था हुन सक्छ भनेर चाहिँ एलन मस्कले आफ्नो अवधारणा अगाडि सारेका छन्। र त्यतिखेर सेभिङका कुराहरू, इन्भेस्टमेन्टका कुराहरूले पनि खासै महत्त्व राख्दैन, बचत लगानीका कुराहरूले पनि खासै महत्त्व राख्नेवाला छैन। र कामको कुरो भनेको रहरको कुरा हुनेवाला छ। अहिलेको जस्तै बाध्यकारी भन्ने हुँदैन। त्यतिखेर अब कस्तो हुन्छ भने अहिले पो खाना लाउनु भनेर काम गरिन्छ, त्यतिखेर अब एकदमै हैन, खाना लाउन चाहिँ मूल्य नै चुकाउनु पर्ने अवस्था नहुन सक्ने अवस्था हुनसक्छ भनेदेखि त्यहाँ काम गर्ने कुरा त एउटा बाध्य भएर काम गर्ने त कुरा हुँदैन नि त, त्यो त रहरको कुरो हुन सक्ने अवस्था हुन्छ क्या। त्यतिखेर चाहिँ त्यस्तो हुन सक्ने अवस्था चाहिँ हुनसक्छ। र क्रिएटिभिटी र इनोभेसन एकदमै धेरै हुनसक्छ, त्यो सहजै पूर्वानुमान गर्न सकिन्छ क्रिएटिभिटी र इनोभेसनको कुरा। किनभने त्यहाँनिर स्कार्सिटी अफ रिसोर्सेस हुँदैन नि त, साधनको चाहिँ दुर्लभता होइन, त्यहाँनिर त प्रचुरता हुन्छ। केले प्रचुरता प्रदान गर्छ भन्दाखेरि रोबोटिक्स र एआईले प्रचुरता प्रदान गर्छ। त्यो भएको कारणले गर्दा इनोभेसन र क्रिएटिभिटीका कुराहरू एकदमै धेरै हुन्छ, नयाँ चेन्जेसहरू एकदमै धेरै आउँछन् हैन। र खास गरेर सोसियल वेलफेयरका कुराहरू, सामाजिक कल्याणका कुराहरू, सामाजिक कल्याणमुखी अर्थव्यवस्था, अर्थतन्त्र त्यतिखेरको अवस्थामा हुन सक्छ। र यो अवस्था हुन सक्छ भन्दै चाहिँ एलन मस्कले आफ्नो अवधारणा प्रस्तुत गरेका छन् हालै। र यो कुरा चाहिँ साधारण व्यक्तिले भनेको भए चाहिँ अलिकति अविश्वसनीय हैन लाग्न सक्छ। तर एलन मस्क जस्तो अविश्वसनीय, असाधारण व्यक्तिले भनेको
भएको कारणले असाधारण व्यक्तिले भनेको कारणले गर्दा चाहिँ यो विषयमा केही तथ्य अथवा वैज्ञानिक तथ्यपरक विषय अथवा कुरा छ भनौँ न, कुरा हुनसक्छ। त्यही भएको कारणले गर्दा चाहिँ मलाई पनि पर्सनल्ली यो कुरा चाहिँ सम्भव हुनसक्छ फ्युचरमा, तर कति टाइम लिन्छ भन्ने कुरा चाहिँ हुनसक्छ। र हजुरलाई यो विषयमा के लाग्छ, आफूलाई लागेको कुरा कमेन्ट बक्समा लेख्न सक्नुहुनेछ। हस् त, धन्यवाद।